उत्पत्ति 16 अध्याय। इस्माइलको जन्म। आफ्नी पत्नी सराईबाट अब्रामको कोही सन्तान भएको थिएन, तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई। सराईले अब्रामलाई भनिन्, हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्द गरिदिनु भएको छ, यसकारण मेरी कमारी कहाँ जानुहोस्, सायद त्यसबाट मेरो निम्ति सन्तान हुन सक्छ। अब्रामले सराईको कुरा माने। अब्राम कनानमा बसेका 10 वर्षपछि तिनकी पत्नी सराईले आफ्नी कमारी मिश्री हागारलाई आफ्ना पति अब्रामलाई तिनकी पत्नी हुनलाई दिइन्। अनि तिनी हागार कहाँ गए र त्यो गर्भवती भई। जब त्यसले म गर्भवती भएछु भनी थाहा पाई, तब त्यसले आफ्नी मालिकनीलाई तुच्छ दृष्टिले हेर्न लागि। सराईले अब्रामलाई भनिन्, म माथिको अन्याय तपाईकै शिरमाथि परोस्। मैले आफ्नी कमारी तपाईकै काखमा दिएँ र त्यो गर्भवती हुने बित्तिकै मलाई तुच्छ दृष्टिले हेर्न लागि। परमप्रभुले तपाईँ र मेरो बीचमा इन्साफ गरिदेऊन्। तर अब्रामले सराईलाई भने, हेर, तिम्री कमारी तिम्रै हातमा छे, त्यसलाई जे गर्न मन लाग्छ त्यही गर। तब सराईले त्यससित कठोर व्यवहार गर्न लागिन् र त्यो तिनको सामुन्नेबाट भागेर गई। परमप्रभुका दूतले त्यसलाई उजाड स्थानमा सुरतिर जाने बाटैकै पानीको मूलनिर भेट्टाए र तिनले सोधे, ए सराईकी दासी हागार, कहाँबाट आइस् र कता जाँदैछेस्? त्यसले भने, मेरो मालिकनी सराईको सामुन्नेबाट भाग्दैछु। परमप्रभुका दूतले त्यसलाई भने, तेरी मालिकनी कहाँ फर्केर जा र तिनकै अधीनमा बस। परमप्रभुका दूतले फेरि त्यसलाई भने, म तेरो वंशलाई यति औधी बढाउने छु कि त्यो धेरै भएकोले गन्न सकिने छैन। परमप्रभुका दूतले त्यसलाई भने, त गर्भवती छेस् र तैँले एउटा छोरो जन्माउने छेस्। तैँले त्यसको नाउँ इस्माइल राख्नु, किनभने परमप्रभुले तेरो दुःख हेर्नु भएको छ। मानिसहरूमा त्यो जङ्गली गधा जस्तै हुनेछ, त्यसको हात सबैका विरुद्धमा उठ्नेछ र सबैका हात त्यसको विरुद्धमा उठ्नेछन्। आफ्ना सबै नातेदारहरूकै शत्रुतामा त्यो बसोबास गर्नेछ। हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, मलाई देख्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ, किनभने त्यसले भने, मैले साँच्चै नै परमेश्वरलाई देखेकी छु र उहाँलाई देखेर पनि म जीवितै छु। यसकारण त्यस पँधेरोको नाउँ बेअर लहै रोई राखियो। कादेश र बेरेतको बीचमा त्यो पर्छ। अनि हागारले अब्रामको एकजना छोरो जन्माई। हागारले जन्माएको आफ्नो छोराको नाउँ अब्रामले इस्माइल राखे। हागारले अब्रामको निम्ति इस्माइल जन्माउँदा अब्राम 86 वर्ष पुगेका थिए।